नमस्ते। आज चाहिँ म तपाईले मलाई यदि एस्ट्रोलोजी सम्बन्धी, सफ्टवेयर सम्बन्धी वा कुनै यस्तो कुरामा हेल्प गर्न चाहनुहुन्छ भने कसरी गर्न सक्नुहुन्छ वा के एप्रोच छ मेरो म त्यसमा बुझाउनेछु है। सो फर्स्ट अफ अल गिटअप भनेको चाहिँ के हो त? गिटअप भनेको एउटा ओपन कम्युनिटी हो जहाँ चाहिँ हामीले कोडहरू पुश गर्छौँ र हाम्रो वर्कहरू चाहिँ देखाउँछौँ है। मेरो प्रोप्राइटरी वेबसाइटको सबै एल्गोरिदमहरू चाहिँ यहाँ मैले ओपन गरेको छैन, तर डेटाहरूलाई चाहिँ ओपन गरिदिएको छु है। सो डेटा भनेको चाहिँ के हो त? पञ्चाङ्ग भन्छ नि। पञ्चाङ्गमा कुन दिनमा के प्लानेट कुन ठाउँमा बसेको थियो त्यो कुराहरू चाहिँ एउटा डेटा एनालिस्टको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ। यदि तपाईँ डेटा साइन्स पढ्दै हुनुहुन्छ, तपाईँ एआईमा रिसर्च गर्दै हुनुहुन्छ भने यो प्रोजेक्ट चाहिँ एकदम सिम्प्लिफाइड भर्सनमा मैले त्यसमा के गर्दैछु त एक्सपोर्ट गर्दैछु है। सो तपाईँलाई यो कोडहरू चाहिएको छ, यो प्लानेटको डेटाहरू निकाल्नु मन छ वा यस्तै खालको कुनै डेटा चाहिन्छ भने तपाईँले इस्युमा गएर इस्यु क्रिएट गरिदिनुहोस्, म त्यो रिलेटेड त्यस्तै खालको डेटा स्ट्रक्चरमा चाहिँ डेटा निकाल्ने ट्राई गर्नेछु है। सो मेरो कोडले के गर्न सक्छ त हजारौँ वर्ष, सयौँ वर्षको चाहिँ के गर्न सक्छ सीएसवी फाइलहरू बनाइदिन्छ। सीएसवी फाइलहरू के हुन्छ हेर्न सजिलो हुन्छ, रिड गर्न सजिलो हुन्छ र कसै पनि पाइथनको कोल्याबहरूमा चाहिँ हामीलाई डेटा भिजुअलाइजेसन गर्न सजिलो हुन्छ। अब बेस्ट एक्जाम्पल मैले अहिले के निकालेको छु भने कुनै पनि ग्रहहरूको युति कसरी हुन्छ, कुनै ग्रह कहिले कहिले युति भएको थियो। अब हाम्रो जुन अब सोलर एक्लिप्स आउँदैछ त्यो एक्लिप्स आउने बेलातिर के हुँदैछ त 6 वटा 7 वटा ग्रह एकै ठाउँमा हुँदैछ। त्यस्तो यस्तो कम्बिनेसनहरू कति कति वर्षमा बन्छ। त्यो सबैको मैले के गर्दैछु त एउटा डेटा एनालिस्ट निकालिदिएको छु, ताकि भोलि कोही ज्योतिषले आएर के भनिदिन्छ भने शनि र राहु युति भयो भने क्यान्सर हुन्छ भनेर तर्साइदिनुहुन्छ होइन, त्यसरी ठगिदिनुहुन्छ। त्यो चाहिँ कतिको इम्पोर्टेन्स छ त थाहा पाउनु हाम्रो मान्छेले एकदम इम्पोर्टेन्ट छ। किनभने त्यस्तो खालको कम्बिनेसनले क्यान्सर हुने होइन। मैले हरेक वर्ष कतिचोटि त्यस्तो प्लान्टहरू कम्बिनेसन भएको छ। अब महाकाल आउँछ, भुइँचालो आउँछ, आगो लाग्छ होइन, यस्तै यस्तै प्रोटेक्सनहरू ज्योतिषहरूले गरिदिनुहुन्छ। जुन प्रोटेक्सन चाहिँ हो होइन भनेर हामीले अब के गर्न खोजिरहेको छौँ त फिल्टर आउट गर्न खोजिरहेको छौँ। मेबी यसबाट सर्टेन डाटाहरूबाट के निस्किन सक्छ, नेपालमा अहिलेसम्म 10 चोटि आगो लाग्यो भने मेजर आगोहरू कुन कुन बेलामा लागेको थियो, कुन कुन प्लान्ट कम्बिनेसन भएको थियो, त्यो सबै यहाँबाट निकाल्न सकिन्छ। फर्स्टमा हामीले के गर्नु पऱ्यो, कम्बिनेसनहरूको टेबल निकाल्नु पऱ्यो, ग्राफ निकाल्नु पऱ्यो, त्यो कन्जक्सन कतिचोटि भएको थियो निकाल्नु पऱ्यो। यो सबै चिजहरू चाहिँ मैले के गर्दैछु ओपन सोर्स गर्दैछु। यहाँ तपाईँले डेटा भिजुलाइजेसन गर्न सक्नुहुन्छ। पाइथनको कोड अलिकति आउँछ भने तपाईँले यहाँ सबै हेर्न सक्नुहुनेछ। र यो सबैको लागि चाहिने डेटाहरू चाहिँ मैले के गरिदिएको छु त हाउसको लर्ड वाइफसिप भनेको फर्स्ट हाउसको लर्ड सेकेन्ड हाउसमा जाँदा के हुन्छ, थर्ड हाउसको लर्ड फोर्थ हाउसमा जाँदा के हुन्छ, त्यस्तो खालको डेटालाई पनि के गर्दैछु स्ट्रक्चर वाइज चाहिँ बनाइदिएको छु। र यो स्ट्रक्चर कस्तो छ हरेक घन्टाको छ, फर्स्ट लर्ड थर्डमा जाँदा के हुन्छ, सिक्समा जाँदा के हुन्छ, यस्तो खालको डेटा पनि छ है। र तपाईँलाई त्यो बाहेक यही जुपिटर नोटबुकै चाहिएको छ भने जुपिटर नोटबुक पनि यो नोटबुक्स भन्ने भित्र फोल्डरभित्र छ। र यदि तपाईँलाई इफिमेल्स चाहिएको छ, सी प्लस प्लसमा कोडिङ गर्न सक्नुहुन्छ भने चाहिँ यो लाइब्रेरी थर्ड पार्टी हो। त्यसको लाइब्रेरीबाट हामीले इफिमेल्स युज गरेर डेटाहरूलाई एक्सट्र्याक्सन गर्छौँ। त्यतातिर जानु नपरोस्, त्यो गाह्रो नहोस् भनेर डेटा साइन्स पढेको मान्छेलाई सजिलो होस् भनेर मात्रै मैले चाहिँ के गरेको त हाउडको लर्डसिपहरू, प्लानेटको पोजिसन्सहरू हरेक दिन र महिनाहरूको यसरी कम्बिनेसनहरू निकालेर राखिदिएको छु है। र अझ एउटै फाइलहरूमा एकचोटि भयो भने सजिलो हुन्छ डेटा साइन्टिस्टहरूलाई भनेर कम्बाइन डेटा पनि निकालिदिएको छु। कम्बाइन डेटा डेट वाइज पनि निकालिदिएको छु, कन्जक्सन पनि निकालिदिएको छु। यो सबै चिजहरू चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त ओपन सोर्स छ, कोडमा गएर डेट वाइज यी कन्जक्सनहरू कहाँ कहाँ कुन कुन हाउसमा भएको छ त्यो सबै निकाल्न सकिन्छ। अब तपाईँलाई हाउस वाइज भएन, अब तपाईँलाई चाहियो के त राशि वाइज चाहियो, लग्न वाइज चाहियो भने पनि यसलाई मोडिफाई कोडलाई गरेर म निकालिदिन सक्छु। सो तपाईँ यदि डेटा साइन्स पढिरहनु भएको छ, तपाईँलाई डेटामा इन्ट्रेस्ट छ वा तपाईँलाई लाइफमा हुन्छ नि हाम्रो हिस्टोरिक इभेन्टहरूको नलेज छ, वा यो दिनमा वार भएको थियो विश्वमा, वा यो दिनमा आगो लागेको थियो, यो दिनमा फ्लड गएको थियो, भुइँचालो गएको थियो, यस्तो टाइपको जुन ज्योतिषहरूले तर्साउनुहुन्छ मान्छेहरूलाई यस्तो हुन्छ है अब यस्तो हुन्छ भनेर, यदि त्यो हुन्छ कि हुँदैन भनेर भ्यालिडेसन गर्न मन छ भने तपाईँले डेफिनेटली त्यस्तो खालको डेटको रेन्जहरू निकालेर ल्याइदिएर मलाई हेल्प गरिदिन सक्नुहुन्छ। किनभने मैले यहाँ त के निकालिसकेको छु भन्दाखेरि कुन कुन डेटमा चाहिँ कुन कुन प्लान्टहरू कन्जेक्सन हुन्छ भनेर त हामी सहीसँग निकाल्न सक्छौँ। यसमा अझ रिफाइन गर्न सक्नुहुन्छ। तर त्यस्तो खालको इभेन्ट्सको डेट्सहरूको मलाई कलेक्सन दिनुभयो कसैले भने मलाई एकदम हेल्पफुल हुन्छ। अनि त्यसपछि म फेरि त्यसको लागि चाहिने एस्ट्रोलोजिकल कम्बिनेसनहरूको लागि फेरि डेट्सहरू निकाल्ने कोडहरू लेखिदिन्छु, यसरी फाइलहरू सेयर गरिदिन्छु। सो यो ओपन कम्युनिटी हो होइन, गिटअपमा त कसैले नै आएर इस्यु क्रिएट गरिदिन सक्नुहुन्छ। इस्यु क्रिएट गर्नुहोस्, हामी त्यसमा वर्कआउट गर्न सक्छौँ, कम्युनिकेट गर्न सक्छौँ, डिस्कस गर्न सक्छौँ। थ्याङ्क यू फर योर भेरी हेल्पफुल वर्ड्स होइन। सफ्टवेयर यस्तै गरी डेभलप गर्दै गएर हामीले एस्ट्रोलोजीले चाहिँ डेटा साइन्स वाइज प्रुभ गर्न सक्छौँ कुनै पोइन्टमा गएर। फर्स्टमा हामीले फल्स जुन ज्योतिषहरूले दिनुहुन्छ होप कि मान्छेलाई यही नै राइट हो भनेर, त्यस्तो चिजहरूबाट हामीले विकारलाई हटाउन सक्छौँ, त्यो ज्योतिषहरूको पर्दाफास गरिदिन सक्छौँ। सेकेन्डमा रियल ज्योतिषहरूको एनालाइसिस के हो र रियल ज्योतिषले चाहिँ कुन प्रकारको प्रेडिक्सन चाहिँ मिल्दो रहेछ त्यो पनि फिल्टर आउट गर्न सक्छौँ। सो इट विल बी भेरी हेल्पफुल फर कम्युनिटी आई होप। थ्याङ्क यू फर योर कन्ट्रिब्युसन. Whoever will like to help me, please do. Thank you for watching. Namaste.